हेलो एभ्रिवान, योभन्दा अगाडिको भिडियोमा हामीले कार्बोक्सिलिक एसिडको सबै पास्ट क्वेसन्सहरूलाई सल्भ गरेको थियौँ। ल्याब प्रिपरेसन बाहेक अरू सबै क्वेसन्सहरू जुन कन्सेप्चुअल क्वेसन्सहरू छ, कन्भर्जन्सहरू छ, त्यो सबैलाई हामीले एउटै भिडियोमा कभर गरेको थियौँ। त्यो भिडियो सायद हेऱ्यो होला, त्यसको कन्सेप्ट्सहरू क्वेसन्सहरू प्र्याक्टिस गर्यो होला भन्ने अज्युम गर्दै आज मैले नयाँ भिडियो बनाउन बसेको छु। र आजको भिडियोमा चाहिँ हामीले डेरिभेटिभ्स अफ कार्बोक्सिलिक एसिड भन्ने जुन च्याप्टर छ, यो च्याप्टरको पास्ट क्वेसन्सहरूलाई चाहिँ सल्भ गर्दैछौँ है। सो यो च्याप्टरको क्वेसन्सहरूलाई बुझ्नको लागि, जान्नको लागि अगाडिको भिडियोमा जुन क्वेसन्सहरू छ, कन्सेप्टहरू छ, त्यो जान्नु जरुरी छ हैन। यदि तिमीहरूले अगाडिको भिडियोमा जुन कार्बोक्सिलिक एसिडको भिडियोजको कन्सेप्टहरू बुझ्यौ भने, यो पोइन्ट्सहरू याद गर्यौ भने हैन, चाहिँ आजको भिडियो एकदम सजिलो रिभिजन जस्तो मात्रै हुनेवाला छ है। र यदि त्यो भिडियो हेरेको छैनौ र फर्स्टमा यो भिडियोमा तिमी आइपुग्यौ भने चाहिँ प्लिज त्यो भिडियो फर्स्टमा हेरेर मात्रै आऊ, किन भन्दा त्यो भिडियोमा भनेका कुराहरू नै आज रिपिट हुने हो। त्यसै कारणले गर्दा त्यो भिडियो चाहिँ हेर्नु पर्यो फर्स्टमा है त। यति भन्दै आज म स्टार्ट गर्छु अबको फर्स्ट क्वेसनबाट। हाम्रो फर्स्ट क्वेसन स्क्रिनमा छ यस प्रकारले, राइट डाउन द फङ्सनल आइसोमर अफ मिथाइल मिथानोइड भने हैन। मिथाइल मिथानोइड भनेको स्टर हो, जान्नु पर्यो। यो भनेको स्टर हो। स्टरको स्ट्रक्चर कस्तो हुन्छ? RC डबल बोन्ड OR हैन। यो दुईटा यो र यो फरक फरक ग्रुप हुन सक्छ, त्यही भएर यस्तो भयो। यो भनेको स्टर हो हैन। मिथाइल मिथानोइड भन्यो हैन। मिथाइल भनेको एउटा कार्बन हो नि त। सो यो यसको ठाउँमा एउटा कार्बन लेख्नु पर्यो हैन। CH3 लेखौँ है, एउटा कार्बन हो ग्रुप। र मिथानोइड भनेको एउटा मात्रै कार्बन हो, या पहिल्यै एउटा कार्बन छ, त्यही भएर यसको ठाउँमा H मात्रै लेख्नु पर्यो, भनेको HC डबल बोन्ड OCH3। यो हो मिथाइल मिथानोइड है। अनि यसको आइसोमर भन्यो नि त हामीलाई। आइसोमर भन्दाखेरि अब हामीले के गर्छौँ भने जस्ट तिमीले यो CH लाई यहाँ राख्देऊ हैन, H को ठाउँमा, अनि यो H लाई चाहिँ यो CH3 को ठाउँमा राख्देऊ। भनेको कस्तो हुने भयो त? अब यो भनेको CH3C डबल बोन्ड OH हुने भयो हैन। यो के हो त? यो त कार्बोक्सिलिक एसिड हो। भने पछाडि आइसोमर, कार्बोक्सिलिक एसिडको आइसोमर भनेको स्टर हुने रहेछ हैन। यो के भन्छ यसलाई, इथानोइक एसिडको तिम्रो आइसोमर भनेको त मिथाइल मिथानोइड हुने रहेछ। सो इट इज द रिक्वायर्ड आन्सर हैन। यो हामीले अगाडि पनि यसको आइसोमर भनेर यो बनाएको थियौँ होला सायद अगाडिको भिडियोमा हैन। अनि के भन्यो, व्हाट प्रोडक्ट वुड यु एक्सपेक्ट व्हेन द आइसोमर इज हिटेड P2O5। यो कुरा त अगाडि नै आइसक्यो हैन। यसमा P2O5 राख्यो भने के प्रोडक्ट आउँछ भनेर भन्यो। सो हामीले के गर्थ्यौँ, P2O5 राख्दाखेरि फेरि दुईचोटि यसलाई लेखेको थियौँ, C डबल बोन्ड OOS भनेर लेखेको थियौँ हैन। र P2O5 भनेको मैले डिहाइड्रेटिङ एजेन्ट हो, यसले पानी बाहिर निकाल्छ भनेर भनेको थिएँ। पानी बाहिर निकाल्ने भने पछाडि यहाँबाट H र यहाँबाट OH निस्केर जाने भयो। यो के बन्ने भयो, CH3C डबल बोन्ड O। यो जुन O छ यहाँ आउने भयो हैन, अनि CO यहाँ आउने भयो, यो CH3। यो कुरा मैले अगाडिको भिडियोमा पनि भनेको थिएँ। सो बुझ्यो होला, तिमीहरूले याद आयो होला। यो गाह्रो कुरा होइन। यसलाई हामीले एसेटिक एनहाइड्राइड भनेर भन्छौँ। एसेटिक एनहाइड्राइड भनेर भन्छौँ किनभने यो चाहिँ एसेटिक एसिडबाट बनेको छ हैन। यो एसेटिक एसिड हो, यसबाट बनेको भएर यसलाई हामीले एसेटिक एनहाइड्राइड भन्छौँ। ल यो बुझ्यो होला। सेकेन्ड क्वेसनमा जाउँ, ढिलो किन गर्नु। राइट डाउन द फङ्सन आइसोमर, त्यही कुरा हो, रिपिटेड क्वेसन। म गएँ नेक्स्ट क्वेसनमा। ल यो क्वेसनमा के भन्यो भने, प्रेडिक्ट द मेजर प्रोडक्ट अफ द फलोइङ रिएक्सन भन्यो हैन। फर्स्टमा हामीलाई यो दियो है, यो दियो यो यस्तो यो भनेको के हो, CH3CO बेसमा 2 अनि O भनेको। यो भनेको के हो त भन्दा यो दुईटा यो बनाउनु पर्यो हैन, CH3C डबल बोन्ड O। यो भनेको यो हो नि त, अनि यो दुईटा बनाउनु पर्यो। सो मैले यसलाई दुईटा बनाएँ, CH3C डबल बोन्ड O। यो दुईटा बनाएँ हैन, 2 लेखेको भए दुईटा बनाएँ। दुईटै चाहिँ एउटा ओसँग आएर बोन्ड बनाएको छ भने चाहिँ यसलाई मैले यसरी लेखौँ न हैन। यो भयो हैन। यसलाई सिधा लेख्यो भने त के हुन्छ, यो भनेको CH3C डबल बोन्ड O, यो CH3 यो हुन्छ हैन। अर्थात् एसिटिक एनहाइड्राइड, एसिड एनहाइड्राइडको एउटा टाइप अफ एसिड एनहाइड्राइड हुँदो रहेछ हैन। एसिटिक एनहाइड्राइड हुने भयो। अनि यसलाई रिडक्सन गर्ने भनेको यो LiAlSO भनेको रिडक्सन गर्ने लिथियम एल्युमिनियम हाइड्राइड भन्छ। रिडक्सन गर्ने जे होस्, यसको रिडक्सन गर्यो भने के भन्छ त? अब हामीले हेरौँ त, हामीले हेर्नु पर्यो, के हेर्नु पर्यो त भन्दा, यहाँ छ कि नै हेरेर भनेर हेर्नौँ हैन। एसिड एनहाइड्राइडको रिडक्सन, एसिड एनहाइड्राइडलाई यदि रिडक्सन गर्छ भने त्यसले चाहिँ अल्कोहल दिन्छ भनेर याद गर है। यो दुईटा जुन छ CH3C डबल बोन्ड हो, योबाट अल्कोहल बन्छ CH3CH2OH है। 4वटा कार्बनवाला थियो फर्स्टमा, अब 2टा कार्बनवाला अल्कोहल बन्छ भनेर बुझ्दा है त। त्यो बुझ्यो भने सक्यो। अनि अर्को के भन्यो, यसमा यो त सक्छौ होला तिमीले गर्न, CH3COOH जुन छ, CH3C डबल बोन्ड OOH, यसमा NaOH CaO भनेको, यसमा NaOH र CaO। याद आयो कि नै? याद आयो कि नै भनौँ? याद आउनु पर्यो है। यो भनेको त सोडा लाइम हो, NaOH र CaO। यसलाई हामीले डिकार्बोक्जाइलेसन भनेर भन्थ्यौँ र Na2CO3 बाहिर निकाल्थ्यौँ हैन। Na2CO3 बाहिर निकाल्थ्यौँ र यसमा CH3 मा यो H लाई लगेर जोडेर CH4 बनाउँथ्यौँ होला सायद।
ल हेर डिकार्बोक्जाइलेसनमा हेर त डिकार्बोक्जाइलेसन रियाक्सनमा के भएको थियो RC डबल बोन्ड ONA र यसमा NaOH आएको थियो हैन आएको थियो। अब कहिले क्वेशनमा यसको ठाउँमा Na को ठाउँमा H भएको क्वेशन पनि दिन्छ हैन सो सेम हो एउटै कुरा गर्ने हो RH र यो नै लेख्ने हो है यसमा झुकिनु पर्दैन यो हो डिकार्बोक्जाइलेसन रियाक्सन यसमा तिमीले के लेख्नु पर्यो CH4 + Na2CO3 लेख्नु पर्यो है। अब हामी जान्छौँ नेक्स्ट क्वेशनमा के भने यसमा P2O5 राख्नु भन्यो यसमा P2O5 राख्यो भने के हुन्छ यो डिहाइड्रेटिङ एजेन्ट हो P2O5 हैन CH3C डबल बोन्ड OH यसमा P2O5 राखे त अघि पनि गरिहाले यसले हामीलाई एसिड एनहाइड्राइड बनाएको थियो CH3C डबल बोन्ड OO CO CH3 बनाएको थियो हैन यसलाई मैले दुईचोटी लेखेर अनि यहाँबाट H2O लाई निकालेको थिएँ यहाँबाट यसलाई निकालेको थिएँ हैन CH3CO यति माथिको भयो तलपट्टिबाट यो भयो भनेपछि यो बन्यो यो सक्छ हैन। अनि अर्को के छ एसिड क्लोराइडको रिडक्सन अब एसिड क्लोराइडको रिडक्सन गर्ने त हामीले अगाडि पनि कुरा गरिसक्यौँ अघिल्लो भिडियोमा यो छ यसलाई रिडक्सन गर्ने PDBSO भनेको रिड्युसिङ एजेन्ट हो यसलाई रिडक्सन गर्ने हो हैन हाइड्रोजन दिने हो त्यो गर्दाखेरि के हुन्छ भने यसलाई चाहिएको हाइड्रोजन यहाँ लिएर आएर बस्दिन्छ हैन CH3C डबल बोन्ड O H हुने भयो हैन प्लस बाँकी रहेको अरु हाइड्रोजन अरु पनि हुन्छ नि त हाइड्रोजन हैन अनि यो एउटा हाइड्रोजन Cl सँग गएर HCl बनाउनु भयो है त्यसको मेन प्रोडक्ट के हुने भयो त इथेनल हुने भयो। त्यसपछि हामी जान्छौँ नेक्स्ट क्वेशनमा के भनेको छ त भन्दा फेरि त्यही हो एसिड एनहाइड्राइडको रिडक्सन गर्ने भन्यो अगाडि पनि मैले गरिसके एसिड एनहाइड्राइडको रिडक्सन गर्दा के बनाएको थियो एसिड एनहाइड्राइडको रिडक्सन गर्दा बनेको थियो अल्कोहल यही अल्कोहल बन्नु पर्यो हैन अब पनि अनि त्यसपछि अर्को के भन्यो त्यसलाई चाहिँ त्यो अल्कोहलमा CH3COH अर्थात कार्बोक्सिलिक एसिड र कङ्क H2SO4 राख्यो भन्यो हैन अल्कोहलमा कार्बोक्सिलिक एसिड र कङ्क H2SO4 राख्दाखेरि के भन्छ त के भनेको स्टरिफिकेसन रियाक्सन हो। यहाँ हेर त स्टरिफिकेसन रियाक्सन भनेर के छ कहाँनिर छ भन्दा ल यहाँनिर छ कार्बोक्सिलिक एसिड र अल्कोहलमा कङ्क H2SO4 आयो भने त्यो स्टर बन्छ हैन सो यसलाई गरेर हेरौँ झुकिन्छ होला फर्स्टको त बुझिहाल्यो CH3C डबल बोन्ड O हैन अनि दुईटा छ बीचमा एउटा O भए पछाडि फेरि CO CH3 यो हो एसिडिक एनहाइड्राइड हैन यसमा LiLS पो राख्दाखेरि CH3 CH2OH बन्छ हैन त्यसमा के भन्यो यो भनेको A हो है यो A हो अनि त्यसपछि यसमा के भन्यो CH3COOH भन्यो CH3COH र कङ्क H2SO4 भन्यो हैन सो प्लस CH3COOH लाई मैले यसरी यहाँ लेखे CH3COOH भनेर लेखे हैन यसमा कङ्क H2SO4 यो प्लस बीचमा हो है अनि यहाँ कङ्क H2SO4 चाहिँ माथि राख्नु पर्यो कङ्क H2SO आफैमा डिहाइड्रेटिङ एजेन्ट हो यसले स्टर बनाउँछ भनेर किन भन्दा यहाँबाट OH र यसको H निस्केर जाने भयो हैन यसलाई मैले फर्स्टमा लेखेँ CH3COO हुने भयो यसलाई यसरी लेखौँ न अझै COO लाई एउटा O लाई माथि लेखौँ हैन अर्कोलाई यहाँ लेखौँ है त CH3C यसको यो O चाहिँ माथि लेखेँ मैले हैन यो हो यतापट्टि भयो र बाँकी रहेको CH2 CH3 जुन छ यसलाई मैले CH2 CH3 भनेर लेखेँ यो भने हाम्रो स्टर यो स्टर भयो यसलाई हामीले इथाइल इथानोएट भनेर भन्नु पर्यो सो यो बुझ्यो होला यो स्टरिफिकेसन रियाक्सन हो यो रियाक्सन जान्नुपर्छ किन भन्दा यो रियाक्सन तिमीले अल्कोहलमा पनि चाहिन्छ हैन यहाँ अल्कोहल पनि छ नि त अल्कोहलमा पनि यो रियाक्सन चाहिन्छ यो रियाक्सन तिमीलाई स्टर बढ्दाखेरि पनि चाहिने भयो हैन कार्बोक्सिलिक एसिडमा पनि चाहिने भयो सो एकदमै इम्पोर्टेन्ट रियाक्सन बी भनेको चाहिँ के भयो त बी भनेको यही भयो इथाइल इथानोएट है अब फेरि त्यही नै हो यो अगाडिको त मैले भनिराख्नु परेन हैन एसिड एनहाइड्राइडमा रिडक्सन गर्दाखेरि अल्कोहल बन्छ इथानोल बन्छ भर्खर पनि कुरा आयो अर्को के भन्यो CH3COOCH छ यसलाई हिट गर्यो भने यो क्वेशन हामीले अगाडिको भिडियोमा गरेको थियौँ CH3C डबल बोन्ड O यो 2 हुनुपर्छ यहाँनिर पक्कै पनि रङ छ CA हैन 2 हो त्यही भएर CH3C डबल बोन्ड OCA यो हुन्छ है यो 2 हो अनि यसलाई हिट गर्यो भने के हुन्छ यसले CaCO3 भनेर निकाल्छ हैन CA ल यो हेर न C अनि तीनटा हो CaCO3 चाहिँ बाहिर निस्किन्छ CaCO3 बाहिर निस्कियो बाँकी के रह्यो त यो CH3 एउटा बाँकी रह्यो हैन CH3 अनि त्यस पछाडि बाँकी रहेको भनेको यो CO बाँकी रह्यो अनि अर्को यतापट्टि CH3 बाँकी रह्यो हैन यो भनेको एसिटोन बाँकी रह्यो एसिटोन भन्ने रहेछ है एसिटोन भन्ने रहेछ भनेर बुझ्नु पर्यो किटोन हो हैन तीनटा कार्बनको किटोन अनि यो भयो यो CaCO3 भइहाल्यो ल यो क्वेशन पनि हामीले अगाडिको भिडियोमा पनि गरेको थियौँ जस्तो लाग्छ है मलाई चाहिँ अब हामी जान्छौँ नेक्स्ट क्वेशनमा के भन्यो हुफम्यान्स हाइपोब्रोमाइड रियाक्सनको एक्जाम्पल दियो भने है यो हुफम्यान्स हाइपोब्रोमाइड रियाक्सन भनेको अरु केही पनि हैन यो डिकार्बोनाइलेसन रियाक्सन हो है
अब डिकार्बोनाइलेसन त हामीले कतिचोटि भन्यौँ होइन, बिचमा चाहिँ के Br2KOH आउँछ नि, Br2KOH आउँछ, अनि अगाडि एमाइडबाट एमाइन बन्छ होइन, एमाइड जुन छ त्योबाट प्राइमेरी एमाइन बन्छ। यसको त धेरैचोटि हामीले गऱ्यौँ नि होइन, यही कुरालाई यसरी लेखिदिने हो, तिमीले सक्छौ जस्तो लाग्छ। कन्भर्जनमा पनि आएको थियो, अघिल्लो भिडियोमा हामीले कन्भर्जनमा पनि यसलाई धेरै युज गरेको थियौँ, त्यही नै कुरा हो है। डिकार्बोजाइलेसन रियाक्सन भन भने, अब डिकार्बोजाइलेसन भनेको चाहिँ के थियो, यसमा COO ग्रुप चाहिँ हट्नेवाला थियो होइन, त्यसमा हामीले के गरेको थियौँ, NaOH र COO युज गरेर हामीले गरेको थियौँ होइन, NaOH र COO हामीले युज गरेर हामीले चाहिँ RH बनाएको थियौँ केबाट, ल यसरी यहाँनिर हेर, डिकार्बोजाइलेसनको लागि हामीले के गरेको थियौँ, RH बनाएको थियौँ, केबाट बनाएको थियौँ, RCOONA बाट अथवा RCOOH पनि युज गरिन्छ, डाइरेक्ट लेखिन्छ होइन। जनरली हामीले लेख्दाखेरि चाहिँ RC⋯OON नै लेखौँ न है, योबाट। अब यसमा CH3 लेख्दिउँ, यसमा CH3 लेख्नु पऱ्यो होइन। सो द्याट इज द डिकार्बोक्जाइलेसन रियाक्सन, यो कुरा पनि बुझ्न सक्छौ तिमीहरूले। अब हामी जान्छौँ नेक्स्ट क्वेसनमा, के भन्यो, कन्भर्ट इथानोल क्लोराइड टु मिथानोल भन्यो। ल मिथानोल भनेको के हो, अल्कोहल होइन, CH3OH। इथानोल क्लोराइड भनेको के हो, खास त RC⋯OCl, एसिड क्लोराइडहरूलाई हामीले ओइल क्लोराइड युज गर्छौँ भनेर मैले अगाडि भनेको थिएँ होइन। इथानोल भनेको भएर दुईवटा कार्बन चाहियो, सो आरको ठाउँमा मैले एउटा CH3 लेखेँ भने एउटा कार्बन पहिल्यै छ यहाँसँग होइन, सो एउटा कार्बन यो भयो होइन, यो चाहिँ हाम्रो इथानोल क्लोराइड भयो। अब फर्स्टमा के बुझ्नु पऱ्यो भन्दा, यहाँ दुईवटा कार्बन छ, यहाँ एउटा मात्रै कार्बन छ भनेपछि हामीलाई के छ, कार्बनको नम्बर घटाउनु पर्ने छ। कार्बन नम्बर घटाउनको लागि हामीले के युज गर्न सक्छौँ, डिकार्बोनाइलेसन युज गर्न सक्छौँ होइन। डिकार्बोनाइलेसनले कार्बन नम्बर घटाइदिन्छ होइन, तर डिकार्बोनाइलेसन गर्नको लागि के हुनुपर्छ, अगाडिपट्टि अमाइड हुनुपर्छ होइन, अनि त्यसले अमाइनमा कन्भर्ट गर्छ है, भनेको RC⋯ONH2 जस्तो हुनुपर्छ होइन, अनि त्यसले केमा कन्भर्ट गर्छ, RNH2 मा कन्भर्ट गर्छ, एउटा कार्बन यहाँबाट घट्छ होइन। भनेपछि यसलाई हामीले अमाइड बनाउन सक्यौँ भनेदेखि त हामीले यो डिकार्बोनाइलेसन रियाक्सन युज गर्न मिल्ने भयो है। सो यसलाई अमाइड बनाउनको लागि हामीले के गर्नु पर्यो, यसमा तिमीले NH3 लाई रियाक्ट गराउनु पर्यो है। NH3 भनेको के हो त, मैले NH3 लाई अझै राम्रोसँग लेख्दाखेरि कसरी लेख्छु, HNH2 भनेर लेखेँ, के भनेको नि NH3 नै हो होइन। सो यसमा यो H र Cl जुन छ यो निस्केर जाने भयो होइन, र बाँकी के रहने भयो त भन्दा CH3C⋯ONH2 बाँकी रहने भयो है। यो भयो हामीलाई चाहिएको जस्तो अमाइड, अझै राम्रोसँग भन्नुपर्दा इथेन अमाइड होइन, किनभने दुईवटा कार्बन छ नि त। सो यो भनेको इथेन अमाइड भयो। ल इथेन अमाइड हामीले बनायौँ होइन, त्यस पछाडि यो इथेन अमाइडमा अब यो के भन्छ, हाम्रो डिकार्बोनाइलेसन रियाक्सन भनेको Br2 र KOH राख्यौँ भने, यसको रियाक्सन गऱ्यौँ भने यो CO त हट्ने भयो, भने पछाडि CH3NH2 हुन्छ है। अनि त्यस पछाडि यो CH3NH2 जुन छ, अब यसलाई हामीलाई केमा कन्भर्ट गर्नुपर्ने छ, हामीलाई त मिथानोल अल्कोहल चाहिएको नि त। अनि हामीलाई के थाहा छ त भन्दा, CH3NH2 भनेको अमाइनमा HNO2 एड गऱ्यौँ भने अल्कोहल बन्छ है। अमाइनमा HNO2 राख्यौँ भने त त्यो त अल्कोहल बन्छ, सेम नम्बर अफ कार्बन, यहाँ एउटा R छ, यहाँ पनि R नै छ होइन। भने पछाडि हामीले के गर्नु पर्यो त, अब यही हाम्रो यो अमाइनमा यसमा हामीले HNO2 राख्नु पर्यो होइन। HNO2 लाई मैले कसरी लेखेँ त भन्दा, N⋯OOH भनेर लेखेँ है। अब यसरी लेखेँ, अनि त्यस पछाडि अब यो गऱ्यो भने के हुन्छ, यो CH3बाट यो OH यहाँ जाने भयो होइन, अनि यो N र यो N मिलेर N2 बनाउने भयो, र यो H2 र यो O मिलेर H2 बनाउने भयो। भने पछाडि के हुनुभयो त, अब CH3सँग OH होइन प्लस N2 प्लस H2O। यो कुराहरू त नयाँ लाग्दैन तिमीहरूलाई, किनभने यो कुरा हामीले अगाडिको भिडियोमा यस्तो त धेरैचोटि गरिसक्यौँ होइन। सो हामीले के गर्यौँ त, अब फाइनल्ली इथानोल क्लोराइडलाई हामीले मिथानोलमा कन्भर्ट गऱ्यौँ है त। फर्स्टमा हामीले अमाइडमा कन्भर्ट गऱ्यौँ, अमाइडमा किन कन्भर्ट गर्नु पऱ्यो भन्दा, हामीलाई अमाइड भने कार्बनको नम्बर घटाउनको लागि हामीले अमाइडबाट अमाइन बनाउन सकिन्छ युजिङ डिकार्बोनाइलेसन। त्यसको लागि हामीले फर्स्टमा अमाइडमा कन्भर्ट गऱ्यौँ, अमाइडबाट डिकार्बोनाइलेसन गरेर अमाइनमा कन्भर्ट भयो। अनि जब अमाइन आइसक्यो, अमाइनमा त अब सिम्पल तिमीले SNO2 नाइट्रोस एसिडले ट्रिट गर्यो भने त्यो त अनि अल्कोहल बनिहाल्छ, कुनै प्रब्लम नै छैन है त। सो यो गर्न सकिन्छ है। बुझिराखेको छौ भन्ने आश लिँदै म चाहिँ अगाडि बढ्दैछु। के भन्यो त, वाट ह्यापन्स वेन द प्रोडक्ट अब्टेन्ड बाई द एक्सन अफ इथानोल क्लोराइड। इथानोल क्लोराइड भनेको त्यही हो, CH3C⋯OCl होइन, यो र एमोनियाबाट आएको जुन प्रडक्ट छ होइन, जुन प्रडक्ट छ त्यसलाई हिट गर्यो अरे Br2 र KOH सँग राखेर हिट गर्यो भने के पाइन्छ भनेर भन्यो। जस्ट भर्खरै हामीले गरेकै क्वेसन त हो नि। हामीले भर्खरै के गरेको थियौँ भन्दा, हामीले भर्खरै पनि फर्स्टमा CH3COCl भनेको यो इथानोल क्लोराइड र एमोनिया ट्रिट गरेर हामीले यो पाएको थियौँ होइन, इथेन अमाइड
यहाँबाट पनि हामीलाई इथेनामाइड नै पाउने हो हैन इथेनामाइड पाइने भयो त्यस पछाडी त्यो इथेनामाइडमा Br2QS हामीले भर्खरै पनि गरेको हो हैन Br2QS गर्दा हामीलाई यो आएको थियो अमाइन हैन मिथेनामाइन भनौं न चाहिँ एउटा मात्रै कार्बन भएको भनेपछि यसमा पनि यो गर्दा यो CO ग्रुप हट्यो अनि बाँकी के रहने भयो त CH3NH2 अर्थात मिथेनामाइन नै त आउने भयो है यो मिथेनामाइन आउने भयो अनि यही त हो हाम्रो प्रोडक्ट हैन यो अगाडि क्वेशनसँग सिमिलर भएको भएर तिमीले बुझ्यौ भन्ने मैले सोचे र अब हामी जान्छौं नेक्स्ट क्वेशनमा व्हाट ह्यापन्स व्हेन बेन्जामाइड इज हिटेड विथ ब्रोमिन एन्ड एक्वस केस ओके सो हामीले यो भन्दा अगाडि हामीले यो जुन डिकार्बोनाइलेसन छ नि त्यसमा हामीले के गर्थ्यौं RC डबल बोन्ड O NH2 हुन्थ्यो अनि यसलाई हामीले Br2KOH ब्रोमिन र एक्वस KOH सँग राखेर हिट गर्दाखेरि हामीले के गर्थ्यौं यो CO ग्रुप हट्छ भनेर भन्थ्यौं हैन यो हट्थ्यो अनि के भन्थ्यो RNH2 भन्थ्यो हैन यो हामीले यो तिमीले बुझिसक्यौ है अब बेन्जामाइड भन्यो नि अमाइड हो यो अमाइड हो तर बेन्जिन रिङमा अट्याच भएको अमाइड भनेको अर्को ठाउँमा बेन्जिन रिङ बनाऊ न है अर्को ठाउँमा बेन्जिन रिङ बनाइदेऊ हैन र C डबल बोन्ड हो NH2 त सेम नै हो जस्ट अर्को ठाउँमा तिमीले अघि पछि CH3 लेख्थ्यौ भने अब चाहिँ बेन्जिन रिङ बनाउने हो हैन भने अब के बन्ने भयो त यो CO ग्रुप हट्ने नै हो जसरी पनि हैन भनेपछि अब के बन्ने भयो यो बन्ने भयो है यसलाई हामीले के भन्छ यो एमिन नै हो तर अगाडि अमाइड थियो अब एमिन बन्यो हैन अमाइन बन्यो अनि अगाडि बेन्जा थियो अब बेन्जिन रिङ त छ नि त हैन भन्छ यो भनेको बेन्जामाइन त भयो नि है बेन्जिन रिङ भएको अमाइन ग्रुप भएको भएर यो बेन्जामाइन भयो है यही नै बन्ने हो त्यही नै हो हैन अब जान्छौँ अर्को क्वेशनमा यसमा LILS गर्दा के भन्छ यो कुरा एकदम धेरै चोटि आइसक्यो के हैन CH3 C सँग दुईटा O लेखेको एउटा माथि यो O अर्को यताको O हो हैन अनि यो C छ यो C लाई यहाँ लेखे यसको माथिको O हो यो अनि CH3 छ अब यसमा यो गर्दाखेरि यसको रिडक्सन गर्ने LILS भनेको रिड्युसिङ एजेन्ट हो LILS लेख त्यसले रिड्युस गर्यो भने त्यसले के दिन्छ त अल्कोहल दिन्छ हैन CH3 CH2OH भनेर लेख्नु पर्यो ल अब जान्छौँ नेक्स्ट क्वेशनमा केमिकल रिएक्सन व्हेन अमाइड इज हाइड्रोलाइज्ड भने अमाइड भने के हो त RC डबल बोन्ड O NH2 यो हो हैन यो हाइड्रोलाइज्ड भयो रे हाइड्रोलाइज हुँदाखेरि दुईटा यस्तो रिएक्सन छ याद गर्नुपर्ने एउटा के हुन्छ एसिडिक मिडियममा हुन्छ के हैन एउटा हाइड्रोलाइज भनेको त H2O नै हो हुनलाई हैन H र OH भनेर लेखिन्छ हामीले H2O लेखे पनि पाइन्छ एउटै कुरा हो हैन म चाहिँ SOH नै लेख्छु जनरली किनभने हाइड्रोजन एकतिर OH अर्कोतिर गएको हुन्छ त्यही भएर एउटा एसिडिक मिडियममा हुन्छ HCl भनौं न H2SO4 यिनीहरु राख्यौं भने यसलाई हामीले H+ एसिडिक मिडियम भनेर डिनोट गरिन्छ हैन अर्को भनेको चाहिँ बेसिक मिडियममा पनि हुन सक्छ भनेर अर्को रिएक्सन दुईटा फरक रिएक्सन छ अब एसिडिक मिडियममा भयो भने RC डबल बोन्ड O सँग OH जाने भयो हैन OH जाने भयो र बाँकी के रहने भयो त NH एउटा H र H+ गर्दा NH4+ बाँकी रहने भयो हैन यो त कार्बोक्सिलिक एसिड बनाउने भयो है अर्को भनेको बेसिक मिडियममा छ भने यसले चाहिँ आयोन दिन्छ भनेको C डबल बोन्ड O माइनस हैन यसलाई हामीले कार्बोक्सिलेट आयोन भन्छौं कार्बोक्सिलेट आयोन दिनु भयो प्लस NH3 हुने भयो एमोनिया है यति नै हो यो क्वेशनको एन्सर्स हैन अब जान्छौं हामी नेक्स्ट क्वेशनमा फंक्सनल ग्रुप सोध्यो अमाइड र इस्टरको अब भइहाल्यो नि अमाइड भनेको त RC डबल बोन्ड O NH2 भयो हैन अनि इस्टर भनेको के भयो त RC डबल बोन्ड O OR डैश भयो है त फर्स्टमा हामीले गरौँ 16 वाला क्वेशन है त के भनेछ भन्दा आइडेन्टिफाई A B C D and E in the following sequence of reaction भनेर भन्यो हैन A मा NH3 राख्दा B आउँछ रे B मा Br2KOH यो भन्नेबित्तिकै हामीले के बुझिसक्यौं यो भनेको त डिकार्बोनाइलेसन रिएक्सन हो भनेर बुझ्यौं हैन डिकार्बोनाइलेसन जनरली यसमा हाम्रो अमाइड हुन्थ्यो यसमा हामीले अमाइड युज गर्थ्यौं हैन र यहाँबाट यो अमाइन आउँथ्यो हैन अनि यसमा SiNO2 राख्यो भने यो भनेको अल्कोहल हुन्थ्यो जनरली हैन अल्कोहलको अक्सिडेसन गर्यो भने KMNF भनेको अक्सिडाइजिङ एजेन्ट हो अक्सिडेसन गर्यो भने अल्कोहलको अक्सिडेसनबाट कार्बोक्सिलिक एसिड बन्छ भनेर हामीलाई थाहा छ है यति हामीलाई थाहा छ अनि यो अगाडि NH3 छ अब अगाडि के होला एउटा द कम्पाउन्ड E क्यान बी अब्टेन्ड बाइ हिटिङ कम्पाउन्ड E लाई चाहिँ हिट गरेर अक्जालिक एसिडलाई हिट गरेर पनि बनाउन सकिन्छ प्रेजेन्स अफ ग्लाइसोरल अब यो तिमीले ल्याब प्रिपरेसनहरु पनि पढिराखेको होला हैन अक्जालिक एसिडलाई ग्लाइसोरलको प्रेजेन्समा हिट गर्यो भने कार्बोक्सिलिक एसिड दिने हो हैन फर्स्टमा अक्जालिक एसिड भनेको के हो अक्जालिक एसिड भनेको C डबल बोन्ड O फेरि C डबल बोन्ड O OH हैन यसलाई हामीले अक्जालिक एसिड भन्ने भन्छौं हैन यसलाई ग्लाइसोरलको प्रेजेन्समा हिट गर्यो भने त यसले के दिन्छ HC डबल बोन्ड O OH अर्थात मिथानोइक एसिड दिन्छ
भने पछाडि ई भनेको के रहेछ मिथानोइक एसिड रहेछ कार्बोक्सिलिक एसिड भनेर हामीले गेस गरेको थियौँ एउटा मात्रै कार्बन भएको कार्बोक्सिलिक एसिड रहेछ ई हैन मिथानोइक एसिड है अब यो भनेको त्यसो भए के हुनु पर्यो त अल्कोहल तर एउटा मात्रै कार्बन भएको अल्कोहल हुनु पर्यो हैन भने पछाडि डी भनेको के हुनु पर्यो CH3OH हुनु पर्यो है डी भनेको चाहिँ CH3OH हुनु पर्यो किनभने यसको अक्सिडेसन गर्दा के पाइन्छ त HCOOH पाइन्छ अर्थात् मिथानोइक एसिड पाइन्छ अल्कोहलको अक्सिडेसनमा कार्बोक्सिलिक एसिड पाइन्छ हैन भने पछाडि हामीले डी भनेको अल्कोहल भनेर थाहा पायौँ हैन अनि डी अल्कोहल भनेर थाहा पायो अब त्यस पछाडि ई भनेको के रहेछ त ई भनेको सरी सी भनेको त अमाइन भनेर हामीले गेस गरेको थियौँ किनभने अमाइनमा एसिड त अल्कोहल आउने हो हैन भने पछाडि सी भनेको के हुनु पर्यो सी भनेको त CH3NH2 हुनु पर्यो किन भन्दा अमाइनमा हामीले SN2 राख्दाखेरि हामीलाई सेम नम्बर अफ कार्बन भएको अल्कोहल आउँछ यो हामीलाई थाहा छ हामीले अगाडिको भिडियोमा पनि हामीले यसलाई डिस्कसन गरेको थियौँ हैन सो सी पनि थाहा भयो सी थाहा भयो अब डी भनेको के हुनु पर्यो डी भनेको त झन् सजिलो भयो यो त हाम्रो डिकार्बोनाइलेसन रिएक्सन कति धेरैचोटि भन्यौँ हैन सरी है बी अनि बी भनेको त अमाइड हो नि त भने पछाडि बी भनेको पनि सेम कार्बन होइन कि एउटा कार्बन बढी हैन भन्नाले CH3C_NH2 यो बी हुन पर्यो किनभने यसमा डिकार्बोनाइलेसन भए पछाडि Br2KOH राखे पछाडि यसले त अमाइन दिने हो नि त भने पछाडि बी भनेको के भयो त दुईटा कार्बन भएको अमाइड अर्थात् इथानमाइड हुनु पर्यो बी भनेको चाहिँ है यहाँनिर नझुकिनु यो चाहिँ इथानमाइड हो र यसबाट एउटा कार्बन झरे पछाडि यो मिथ हुनु पर्यो र अमाइन ग्रुप भएको भएर मिथानमाइन हुनु पर्यो हैन अनि ए अब ए भनेको के हो त भन्छ अब केमा NH3 राख्यो भने अमाइड भन्छ त नि हामीसँग कार्बोक्सिलिक एसिड छ CH3C_OH हैन यसमा तिमीले यदि NH3 राख्यौ भने NH3 राख्यौ भने योबाट के भन्ने भयो त यो OH र S निस्केर जाने भयो NH2 यहाँ जाने भयो CH3CONH2 हुने भयो हैन सो ए भनेको के भन्नु पर्यो कार्बोक्सिलिक एसिड अर्थात् इथानोइक एसिड हुनु पर्यो इथानोइक एसिड भनेको चाहिँ ए हुनु पर्यो है त यसरी हामीले यो क्वेशनलाई सल्भ गर्न सक्यौं है यो बुझ्यो होला यदि अगाडिको भिडियो हेरेको भए यो बुझ्न गाह्रो छैन र यति गरे पछाडि सायद हामीले सक्यौं होला नेक्स्ट भिडियोमा हाम्रो भेट भइ नै हाल्छ त्यसैसम्मको लागि कीप वर्किङ हार्ड कीप स्माइलिङ हैन स्टे ह्याप्पी स्टे हेल्दी भन्दै बिदा माग्छु सी यु इन द नेक्स्ट भिडियो टिल देन टेक केयर गुड बाई